सो हेलो एन्ड नमस्ते वेलकम टु माई मिनी ब्लग। आएपछि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भिडियो चाहिँ आफ्नै पारा आफ्नै स्टाइलमा मजाले करेन्ट चाउचाउ र लेग पिसको लिएर आएको छु। हजुरहरू मजाले इन्जोय गर्नुहोला। आज चाहिँ मजाले लेग पिसलाई फ्राई गरेर करेन्ट चाउचाउ पनि रेडी गरेर करेन्ट चाउचाउ दुईवटा करेन्ट चाउचाउ एउटा वाइ मिसाएर मजाले बोइल गरेर करेन्ट चाउचाउलाई मजाले आफ्नो स्टाइलले मजाले बोइल गरेर अन्डा पनि मजाले फ्राई गरेर अन्डा पाक्ने गरेर फ्राई गरेर अन्डा पनि रेडी भइसकेको छ। त्यसपछि करेन्ट चाउचाउलाई त्यसमै भएको मसला मजाले गोलेर वाइको मसला चट्टा हालेर त्यसपछि रेडी गरेर धेरै स्पाइसी हुने भएर एउटा वाइ पनि मिसाएको थिएँ। करेन्ट चाहिँ रेडी भइसकेको छ। करेन्टलाई चाहिँ मस्त मोलेर मजाले त्यही अनुसारको स्वाद हालेर होइन त्यसपछि सबै चिज रेडी भइसकेको छ। म चाहिँ चाख्दैछु कस्तो भयो भनेर। एकदमै स्पाइसी एन्ड हट भइसकेको छ। करेन्ट चाहिँ एकदम दामी भइसकेको छ। लेग पिस पनि एकदमै दामी अनि फ्राई अन्डा पनि एकदमै दामी भइसकेको छ। हजुरहरूलाई भिडियो मन पऱ्यो लाइक कमेन्ट गरिदिनु होला। भिडियो चाहिँ एकदमै दामी खानेकुरा नि एकदम दामी हस्त। धन्यवाद।